अकालैमा गएको छ परान, कहाँको जन्म कहाँको मरण, रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो। हिजो दिउँसो सँगै थियौँ, आज बाटो लागे सानो, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो। हजुर, परदेशीको विडम्बना यस्तै छ। आज पनि एउटा कहाली लाग्दो घटना लिएर हजुरहरूमा आज उपस्थित भएको छु। सबैजनालाई नमस्कार भन्न चाहन्छु। अनलाइन अफलाइन जति पनि यो भिडियो हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, सबैलाई म विनम्र अनुरोध गर्न चाहन्छु। म माया छेत्री, हजुरहरूकै चित परिचित माया दिदी, सबैले चिन्नु भएको छ र जतिले चिन्नु भएको छैन जानकारी गराउन चाहे। र आजको घटना त दसैँभन्दा पहिलाकै हो है। यो घटना लिएर म दसैँभन्दा पहिल्यै उपस्थित हुनेवाला थिएँ र किनभने दसैँको माहौल सबैको घरमा एकदम रमझम, सबैको घरमा जमरा ढकमक रमाइलो छ। यो रमाइलो बेलामा नरमाइलो मेसेज लिएर किन उपस्थित हुने दसैँपछि। यो सन्देश म सबैमाझ पुर्याउँछु भनेर आज यो सन्देश सबैमाझ पुर्याउन उपस्थित भएकी छु। अहिले म फोटोमा पनि उहाँको नाम ठेगाना खुलाउने छु र उहाँको फोटो पनि दिनेछु। हाम्रो यही हैदराबाद उहाँ गुल्मी निवासी भाइ हुनुहुन्छ कृष्ण बस्यालज्यू। उहाँको दसैँको 2-4 दिन अगाडि बित्नुभयो। उहाँ यस्तो अवस्थामा कसैलाई पनि आउन नपरोस्, यस्तो मृत्यु कसैको पनि नहोस्। धेरै नेपालीले ज्यान गुमाउन बाध्य हुनुभएको छ आफ्नो लापरवाहीले गर्दाखेरि र उहाँको पनि त्यही मध्येमा उहाँ पनि पर्नुहुन्छ। जन्डिस भएको रहेछ। जन्डिस भएको बेलामा लागु पदार्थ उहाँले नसा सेवन गर्नुको कारणले गर्दा अकालमै ज्यान गुमाउनु भयो र उहाँको श्रीमती, 2 बच्चा, छोरा 9 वर्षको, छोरी 4 वर्षको श्रीमती र बिहे भएको 10 वर्ष भइसकेको रहेछ। 10 वर्षसम्म पनि उहाँले श्रीमतीलाई नेपाल लानुभएको रहेनछ हैन। कतिलाई यो भिडियो सुन्दा नराम्रो पनि लाग्न सक्छ, अर्काको किन यसरी प्रचारमा गरेको होला भनेर। तर अनर्थ नलेखिदिनु होला, किनकि यो घटना त घट्यो र आगामी दिनहरूमा यस्ता घटना नघटोस्, अरूलाई यस्तो आयु नपरोस् भन्नको लागि म यो सन्देश लिएर उपस्थित भएकी हुँ आज। र उहाँ त बित्नुभयो र यस्तो अवस्थामा बित्नुभयो कि कहाली लाग्दो एकदम भयानक तरिकाले एकदम भन्छ नि केही पनि नभएको अवस्था, उहाँको सबै रित्तिएको सिद्धिएको बेला पर्नुभयो। उहाँले सुरुमा चाहिँ धेरैले चिन्नुहुन्छ होला उहाँलाई, कृष्ण बस्याल। सुरुमा चाहिँ नेपाल जाने, हैदराबादबाट गोरखपुर नेपाल सुनौली जाने बस चाहिँ उहाँले उद्घाटन गर्नुभएको थियो स्टार्टिङमा। र उहाँ ड्राइभर पनि हुनुहुन्थ्यो, आफैमा निर्भरता थियो उहाँको, आफैमा क्षमता भएको मान्छे। र पछि उहाँले बस पनि छोड्नुभयो, ड्राइभिङ पनि छोड्नुभयो र आफ्नै जागिरको सिलसिलामा हुनुहुन्थ्यो। र क्रमशः उहाँले पछि सबै कुराहरू छोडेर अहिले न जागिर न कुनै व्यापार बिजनेस, यत्तिकै बस्नुभएको थियो। श्रीमतीले जसोतसो घर चलाउनु भएको थियो। जे होस् उहाँको परिवार चलेको थियो हैन। उहाँ बित्नुभन्दा पहिला कसैले केही गर्नु परेको थिएन। जे जस्तो अवस्थामा भए पनि राम्रो अवस्थामा हुनुहुन्थ्यो, कसैलाई थाहा पनि थिएन हैन। र जब उहाँ बित्नुभयो र एकदम कहाली लाग्दो अवस्था थियो उहाँको र बित्नुभयो। बितिसकेपछि उहाँ त बितेर जानुभयो हैन, बाँच्नेलाई। अब त्यो 2टा बच्चाको आमा, घर गाउँ पनि चिनेको छैन राम्रोसँग। घरमा आफन्ती को हुनुहुन्छ, सुनाइमा आएको थियो, बुवा मम्मी हुनुहुन्न अरे, हजुरबुवा हजुरआमा हुनुहुन्छ, तर हजुरबुवा हजुरआमाले बोलाउनु भएको छ भन्ने चाहिँ सुनाइमा आएको थियो। तर उहाँहरूको अवस्था नाजुक भएको कारणले गर्दाखेरि उहाँको दाह संस्कार यहीँ गरियो र क्रियाकर्म पनि यहीँ गर्ने बाध्य भइयो, यहीँ गरियो र उहाँको क्रियाकर्म पनि सकियो। र मलाई त्यही दिनमा नै
भिडियोहरू अपडेट गर्न मन लाग्थ्यो, यी वचनहरू बोल्न मन लागेको थियो। तर दसैँको माहौल छ होइन, माया दिदीले हमेसा सुखको बेलामा नि दुःखको खबर लिएर उपस्थित हुनुहुन्छ भनेर नराम्रो होला मनमा, कसैको मनमा लाग्ला भनेर चाहिँ म यो भिडियो दसैँ सकिएपछि नै बनाउन आएँ। र जुन अवस्था उहाँको भयो त्यो अवस्था अरूको नहोस् भन्नको लागि योभन्दा पहिला पनि मैले यो महिनामै हामीले लगभग 2-3टा लास होइन दाह संस्कार गरियो र सबैको प्राय त्यस्तै के एकदम नाजुक अवस्था होइन, घरथरको थाहा ठेगान नभएको। र मेरो विनम्र अनुरोध र बिन्ती के छ भने कसैले पनि यो परदेशको ठाउँमा बिहे गर्नुहुन्छ, भागेर आउनुहुन्छ, भागेर बिहे गर्नुहुन्छ भने पहिला त आफ्नो घर परिवार एकदम परिपक्व बनाइदिनुहोस्। हेर्नुहोस् त अब त्यो बच्चाहरूको जन्मदर्ता छैन, श्रीमतीको बिहा दर्ता छैन, त्यसपछि गएर तपाईँको नागरिकता छैन होइन। अब कहाँ गएर लड्ने, कोसँग लड्ने, राम्रो बुझ्ने परिवार भए त उहाँले आफ्नो परिवारलाई राख्नु होला, दिनु होला हजुरबुवा हजुरमुवाले। र यदि उहाँहरूले पनि अस्वीकार गरिदिनु भयो भने यो 2टा बच्चाको र श्रीमतीको बिचल्ली परदेशको ठाउँमा अर्काले काम गर्न सकिन्जेल माया गर्छ, जिस दिन काम गर्न सक्दैन त्यो दिन टाटा बाई बाई भनेर हात हल्लाइदिन्छ, कहाँ जाने त्यो बच्चा लिएर लावारिस भइन्छ। त्यही भएर यस्ता घटनाहरू चाहिँ आगामी दिनहरूमा नघटुन् भन्न चाहन्छु। र अस्ति एकजना 18 वर्षको बहिनी बित्नु भएको थियो, उहाँको पनि त्यस्तै इन्टरकास्ट बिहे थियो, उहाँको सिन्दुर टिका पनि भएको थिएन भनेर धेरै कुराहरू त्यो मरेको लासमाथि पनि धेरै नीति नियमहरू चलाइएको थियो होइन। फलानाले हेर्न हुन्न, ढिसानाले हेर्नु हुँदैन, फलानाले देख्नु हुँदैन, फलानाको टिको भएको छैन, यस्ता नियमहरू मरेको लासमाथि नलगाऊँ, जिउँदो हुँदै नियमहरू लगायौँ र नियमको पालना जिउँदो हुँदै गऱ्यौँ भने चाहिँ मरेको लासले आत्मा शान्ति पाउँछ भन्न चाहन्छु। यस्ता अनि योभन्दा पहिला लगभग 4-5 महिना पहिला एकजना भाइ बित्नुभयो, उहाँ पनि घर थर ठेगाना केही थाहा नभएको होइन, छतबाट खसेर कसैलाई भेट्न आउनु भएको र त भेट्न आएको घरको छतबाट खसेर उहाँको मृत्यु भयो। उहाँलाई पनि हस्पिटलमा पोस्टमार्टम गरेको थियो, कोही थिएन, उहाँको पनि एकदम लावारिस अवस्थामा हामीले उहाँलाई दाह संस्कार गऱ्यौँ। भन्छन् नि मान्छेले जिउँदाको जन्ती मर्दाको मलामी, जन्ती त के कस्तो भयो, कसैको लभ म्यारेज होला, कसैको कोर्ट म्यारेज होला, कसै धनी मनीले राम्रो बाजागाजा बजाएर 2-400 जन्ती ल्याएर बिहा गर्नु होला, मिडल क्लासले मिडियम मान्छेले 20-25 जना ल्याउला, त्योभन्दा पनि तल्लो स्तरले मन्दिरमा बिहा गर्ला र कति लभ म्यारेज गर्नेहरूले जन्ती पनि ल्याउनुहुन्न भने मर्दाको मलामी चाहिँ म लान्छु भन्ने भावना बनाउनुहोस्। यो परदेश हो, परदेशमा छौँ, हेर्नु काम गर्न सके सबै आफ्नो छ, छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी। हामी सबैलाई थाहा छ जबसम्म आफ्नो गोजी बलियो छ, जबसम्म हामीसँग 2 रुपियाँ गोजीमा छ, जबसम्म हामीसँग गाँठ छ, आँट छ, सबै छ, इष्टमित्र सबै छ। हेर्नु भोलि तपाईँलाई पर्दा कोही पनि आउँदैन, मेरो हो भन्न त आउँदैन, मेरो मान्छे हो कसैले भन्दैन। जब तपाईँ मृत्युको मुखमा पुग्नुहुन्छ, काली लाग्दो अवस्थामा पुग्नुहुन्छ, हस्पिटलको बेडमा तपाईँ जीवन र मृत्युसँग लडिरहनुहुन्छ नि, त्यति बेला मेरो मान्छे भनेर तपाईँलाई कोही पनि आउँदैन। त्यही भएर धन्न यो परदेशको ठाउँमा पनि एकदम सहयोगी दाताहरू, सहयोगी मनहरू, सहयोगी नेपालीहरू हुनुहुन्छ र कतिपय नेपालीहरूलाई सहज भइरहेको छ। म के भन्छु भने सकेसम्म मर्दाखेरि जलाउने दाउरा किन्ने पैसा आफैले कमाऊँ होइन। सबै आफ्नो हुँदैन, सबै मित्रता हुँदैन, सबैको मन राम्रो हुँदैन। कसैले दिएर पनि सरापो भने तपाईँ स्वर्ग तर्नुहुन्न, म पनि तर्दिनँ। म मरेर मलाई कसैले दाउरा किनेर जलायो भने भलै दाउराको पैसा त दिनु होला, तर माया छेत्री म युँ भन्थे मर्दाखेरि जलाउने दाउरा पनि रहेनछ, केही रहेनछ भिखारी भनेर मलाई पछाडिबाट गाली गर्नुहुन्छ, म स्वर्ग तर्न सक्दिनँ। त्यही भएर यस्तोबाट चाहिँ सचेत रहौँ भन्न चाहन्छु। यो सन्देश मैले यो लिएर आएको छु, कसैले अनर्थ नलेखिदिनु होला। सायद कृष्ण बस्यालज्यूको परिवारलाई नराम्रो लाग्न सक्छ यो मेसेजले, एउटा उदाहरण मात्रै मैले दिएको। यस्ता कृष्ण बस्याल धेरै हुनुहुन्छ र आगामी दिनहरूमा कसैलाई पनि यस्ता घटनाहरू नघटोस्। कसैको परिवार, विशेष गरेर मलाई दुःख लागेको चाहिँ उहाँको श्रीमती र बच्चाहरू देखेर होइन।
र घरमा पनि गएँ म होइन। उहाँको श्रीमतीलाई सम्हाल्ने मान्छे कोही थिएन, एकजना बहिनी हुनुहुन्थ्यो बिचरा, उहाँ बहिनीको पनि श्रीमान हस्पिटलमा हुनुहुन्छ भन्नुभएको थियो। यस्तो कहाली लाग्दो अवस्था कसैको पनि नआओस् भन्न चाहन्छु। हुन्छ, धेरै बोलेँ, भिडियो लामो भयो, यसपालिको लागि एकदम अनर्थ नमानिकन, अनर्थ नसोचिकन सुनिदिनु होला। केही मबाट घटिकमी गल्ती भए सल्लाह सुझावहरू दिनुहोला, म क्षमा चाहन्छु। यो म्यासेज मैले गर्न हुने थियो, गर्न नहुने थियो। मैले एकदम मेरो मनले चाहिँ सोच्यो यो सायद मैले जानकारी दिएँ भने आगामी दिनहरूमा अरूमा यस्तो घटना नहोला भन्नुको कारणले गर्दाखेरि मैले यो म्यासेज लिएर उपस्थित भएको हो। कसैले नै अर्थलाई अनर्थ नलाइदिनु होला। हस्त यो भिडियोबाट बिदा हुन चाहन्छु। सबैलाई फेरि पनि नमस्कार।